हेलो एभ्रिवान, नमस्ते। आज हामी व्हाइट सस स्पेगेटी बनाउँदैछौँ। व्हाइट सस स्पेगेटी बनाउनुको लागि सबैभन्दा पहिला हामीले यसलाई 10 मिनटसम्म बोइल गऱ्यौँ। बोइल गर्दाखेरि हामीले यसमा अलिकति नुन र तेल एड गरेर बोइल गऱ्यौँ। त्यहाँदेखि हामीले व्हाइट ससको लागि अलिकति दुध लिएर त्यसमा तेजपत्ता हालेर मोटो हुन्जेल पकायौँ। अन्त साइड बाई साइड हामीले अलिकति सब्जीलाई चप गरेर त्यसलाई बटरमा हल्का फ्राई गऱ्यौँ। अनि व्हाइट ससको लागि नै हामीले अलिकति पनिर लिएर त्यसलाई चप गरेर त्यसमा अलिकति लसुन अनि 2टा जति सुक्खा खोर्सानी हालेर त्यसलाई हामीले मिक्सचर ग्राइन्डरमा त्यसको पेस्ट बनायौँ। यो पेस्टले चाहिँ हाम्रो व्हाइट सस धेरै नै थिक हुन्छ अनि मिठो पनि हुन्छ। त्यसपछि हामीले अर्को कराईमा अलिकति बटर हालेर त्यसमा अलिकति मैदा हालेर त्यसलाई मजाले फ्राई गऱ्यौँ। त्यहाँदेखि अघि हामीले बोइल गरेको दुध र अघि हामीले पनिरको बनाएको पेस्ट यसमै एड गरेर मजाले चलायौँ। त्यहाँदेखि यसलाई यसमा हामीले अलिकति चिज हाल्यौँ। हामीले 2टा स्लाइस अफ चिज हाल्यौँ। त्यहाँदेखि यसलाई मजाले मिक्स गरेर अघि फ्राई गरेको सब्जी र अघि बोइल गरेको स्पेगेटीलाई एड गरेर यसलाई मजाले मिक्स गऱ्यौँ। लास्टमा हामीले यसमा अलिकति अरिग्यानो सिजनिङ हालेको थियौँ। त्यहाँदेखि हाम्रो स्पेगेटी रेडी भयो। अनि यो स्पेगेटी धेरै मिठो भएको थियो। हजुरहरू पनि यसरी ट्राई गर्नुहोस्। थ्याङ्क यू एभ्रिवान।